These are member cup on 16 national cricket tournament. कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर स्थित दुईटा ग्राउन्डमा अन्डर 16 मेन्स नेसनल क्रिकेट टुर्नामेन्ट 2082 सञ्चालन भइरहेको छ। क्या गजबको प्रतियोगिता सञ्चालन भइरहेको छ। यहाँ 7वटा प्रदेशले भाग लिएको यस प्रतियोगिता सम्भवतः कर्णाली प्रदेशमा यो क्यानले अर्गनाइज गरेको आयोजना गरेको ठुलो प्रतियोगिता अन्डर 16 मेन्स नेसनल क्रिकेट टुर्नामेन्ट। यस प्रतियोगितामा आज तेस्रो दिनसम्म हामी आइसकेका छौँ। तेस्रो दिनसम्म आइसक्दाखेरि ग्राउन्ड नम्बर 2 वीरेन्द्रनगर क्रिकेट ग्राउन्डमा डबल सेन्चुरी पनि लागिसकेको अवस्था छ। लुम्बिनी प्रदेशका श्रीवास्तवले डबल सेन्चुरी लगाएका छन्। त्यसै ग्राउन्डमा 5 विकेट हल पनि पहिलो म्याचमै कोशी प्रदेशका खेलाडीले लिइसकेका छन्। यस ग्राउन्डमा पनि हामी देखिरहेको दोस्रो दिनमा कर्णाली प्रदेशका खेलाडीले पनि 5 विकेट लिइसकेका छन्। विपिन प्रसाद शर्माले हामी देख्न सक्छौँ। क्यामेरा पर्सन्स आर अल डुइङ देयर जब। सेटअप गरिराख्नु भएको छ। यो लाइभ टेलिकास्टको लागि निकै ठुलो योगदान रहेको छ उहाँहरूको ब्रोडकास्टको लागि। लाइभ टेलिकास्ट गर्नको लागि क्रिकेट एसोसिएसन नेपालको युट्युब च्यानल अफिसियल युट्युब च्यानलबाट प्रसारण भइरहेको छ भने काष्ठमण्डप गोल्डबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। हामी यो खेललाई घरै बसेर पनि हामी अवलोकन गर्न सक्छौँ। म्याचको मनोरञ्जन लिन सक्छौँ। क्रिकेट एसोसिएसन नेपालको बोर्ड देख्न सकिन्छ त्यहाँ। कर्णाली प्रदेश क्रिकेट सङ्घको बोर्ड देख्न सकिन्छ त्यहाँ। यसै प्रदेशका अध्यक्ष पनि रहनुभएको छ पदम खड्काज्यू, जो उहाँ नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पनि हुनुहुन्छ। गजबको प्रतियोगिता आयोजना भइरहेको छ कर्णाली प्रदेशमा। सम्भवतः नेपालमा म अझै पनि यो जोड्न चाहन्छु। नेपालमा कर्णाली प्रदेशमा आयोजना भएको यो क्यानले गराएको अर्गनाइज आयोजना गरेको ठुलो प्रतियोगिता समन्वय रहेको छ। केही क्षणमा हामी टसमा आउने नै छौँ। आज तेस्रो दिन म्याच नम्बर 5 भिड्दैछन् कोशी प्रदेश र बागमती प्रदेश। यहाँ हेर्न सकिन्छ एकदम निकै मेहनत साथ यहाँ काम गरिराख्नु भएको छ सेटअपको लागि। यहाँ हेर्न सकिन्छ एमसिआरका डिरेक्टर विजय बहिनी अनि क्यामेरा पर्सन निकै एक्सपर्ट छ विशाल भाइ। हेलो विशाल, व्हाट्सअप? गुड, अल गुड, थ्याङ्क यू। यहाँ अडियन्सहरूलाई पनि देख्नुहुन्छ। अडियन्सहरूको उपस्थिति भइरहेको छ। निकै बाक्लो उपस्थिति पनि रहनेको छ। जब म्याच सुरु हुन्छ अडियन्सहरूको उपस्थिति निकै बाक्लो हुन्छ। यहाँ यो डाँडा भरिन्छ। यहाँ जुन हामी डाँडा देखिरहेको छौँ पुरै डाँडा मजाले भरिन्छ। अझ विशेषतः कर्णालीको म्याच हुनुपर्छ। पर्सि छुट्टी छ, अफ डे छ, त्यसमा हामी घुम्न पनि जान्छौँ। निकै राम्ररी अर्गनाइज गरेको छ। प्लेयर बक्स देख्न सकिन्छ त्यहाँ। दुई टिमको लागि प्लेयर बक्स रहेको छ। छेउमै प्लेयर्सहरूको लागि खानाको लागि मिक्सअप नभइकन प्लेयर्सहरूको लागि मात्र बेग्लै मात्र खानाको लागि पनि व्यवस्थापन त्यहाँ रहेको छ भने छेउमा म्याच अफिसियलको पभिलियन रहेको छ, त्यो होम रहेको छ। त्यस पश्चात हामी त्यहाँ देख्न सक्छौँ मेडिकल टिमको, त्यस पश्चात ग्राउन्ड स्टाफहरूको ग्राउन्ड्सम्यानहरूको लागि पनि त्यहाँ बनाइएको छ भने यहाँ फेरि त्यो जोनमा देख्न सकिन्छ त्यहाँ पनि डाइनिङको लागि व्यवस्था छ। त्यो चाहिँ अफिसियल्सहरूको लागि होइन, गेस्टहरूको लागि त्यहाँ बनाएको छ। त्यहाँ मिडिया बक्स बनाएको छ, मोबाइल टोयलेट बनाएको छ। मोबाइल टोयलेट पनि त्यहाँ बनाएको छ। उहाँ पनि छ प्लेयर्सहरूको लागि व्यवस्थित। निकै नै व्यवस्थित भन्नुपर्छ। क्यामेरा अर्को क्यामेरा उहाँ पर आलेले पनि सेटअप गरिरहेको छ सदन साइडबाट। आलेलाई म जुम गरेर देख्न चाहन्छु। त्यहाँ आज टावरमा चढिरहेका छन् एक्लो पातलो मान्छे। हावा नहोस् कतै लडिहाल्लान्। एक्सपर्ट छन् त्यो 70मै हामीले थाहा पाइसक्यो। हावाले उडाउँदाखेरि उनी आफै सुपरम्यान बनेर उडिने सक्ने क्षमता राखेका व्यक्तित्व हुन् मिस्टर आले। म आलेलाई अझ जुम गर्न चाहन्छु। त्यहाँ टी सर्टमा देखिन्छ व्हाइट टी सर्टमा त्यो साइड स्क्रिनको माथि क्यामेरा सेटअप गरिरहेका छन् एक्लै गीत गाउँदै। उनी गीत गाइरहन्छन्। जब एक्लै हुन्छन् तब गीत गाइरहन्छन्। एक्सपर्ट छन् गीत गाउन पनि। तर उनले गाएको गीत उनी आफै बुझ्छन्, हामी कसरी बुझ्दैनौँ। हजुर वाउ उहाँ चाहिँ आज छाता उडाउने मान्छे। उहाँ चाहिँ आज हामीले छाता उडाउने मान्छे। उहाँले देखाइदिनु मेरो भ्लगमा हेर्नु। ए यहाँ देख्न सकिन्छ बागमतीको फ्यानहरू कर्णाली प्रदेशमा आएर बागमतीको सपोर्ट गर्न आउनुभएछ। त्यो एकदम राम्रो ठुलो कुरो रहेको छ। थ्याङ्क यू। यहाँ सर हुनुहुन्छ हाम्रो आयोजक टोलीको, उहाँको धेरै ठुलो योगदान रहेको छ। पुरा म्यानेजमेन्ट उहाँले राम्रो व्यवस्थापन गरिराख्नु भएको छ। त्यो के भन्छ नि
विशेषता के छ भने यहाँ साना साना नानीहरूदेखि लिएर अझ भनौँ वृद्धहरूसँगले पनि यो खेलको अवलोकन लिइराख्नु यहाँ देख्न सक्छ। सानो नानीहरू अझ समय रहेको छ, विद्यार्थी भाइ बहिनीहरू आउन बाँकी नै छ। हेर्नुहोस् यो खेलप्रतिको माया, क्रिकेटप्रतिको यो क्रेज हो नेपालभरि नै छाएको छ। हामीले धेरै धेरै धन्यवाद दिनै पर्ने हुन्छ क्रिकेट एसोसिएसन अफ नेपाललाई, जब यो नयाँ टिम बनाएको छ त्यस पश्चात नेपाल क्रिकेट सङ्घले जुन यो एउटा सोच बनाएको छ, योजना बनाएको छ। काठमाडौँ भ्यालीमा त क्रिकेटहरू भइ नै रहेको छ, प्रतियोगिताहरू भइ नै रहेको छ, क्यानले अर्गनाइज गरेको डोमेस्टिक प्रतियोगिता। त्यस पश्चात पनि केही प्रतियोगिताहरू बाहिर पनि लଗୁन्न भन्ने सोचले जुन योजना बनाएको छ एकदम तारिफयोग्य छ। ल अब हामी केही समय पश्चात अब छिटै नै म मैदानभित्र प्रवेश गर्नेछु फर द टस। हेर्दै गर्नु होला विशालको यो भ्लग। थ्याङ्क यू।